इन डेप्थ स्टोरीले युट्युब अल्गोरिदमको एउटा यस्तो सिक्रेट क्र्याक गरेको छ जुन 99% क्रिएटरलाई अझै पनि थाहा छैन र एकचोटि बुझेपछि इग्नोर गर्नै सकिँदैन। आजको भिडियोमा आई एम गोइङ टु डिकोड द एक्सट्र्याक्ट ब्लुप्रिन्ट जुन उसले युज गरेर यो च्यानलले नेपाली मार्केटमा क्याप्चर गर्यो। फ्रम देयर मिनिमलिस्ट एस्थेटिक टु देयर स्टोरी टेलिङ हामी सबै कुरा एनालाइज गर्नेछौँ सो द्याट तपाईले आफ्नो च्यानलमा यो एप्लाई गर्न सक्नुहुन्छ। च्याप्टर 1 द हुक। फर्स्ट कुरा द भिजुअल फर्स्ट इम्प्रेसन। इन डेप्थ स्टोरीको थम्बनेल हेर्नुस्, नो क्लटर, नो एक्स्ट्रा कलर्स, जम्मा 3-4 वटा होस् र हाई कन्ट्रास्ट इमेज। इन द वर्ल्ड अफ नोइजी थम्बनेल उनीहरूले क्युरियोसिटी ग्याप क्रिएट गर्छ नि थम्बनेल हेर्ने बित्तिकै तपाईलाई क्लिक गर्न मन लाग्छ बिकज यु वान्ट टु नो द एन्सर। च्याप्टर 2 एडिटिङ एज अ ब्रान्ड। उनीहरूको एडिटिङ स्टाइल क्लासिक डकुमेन्ट्री जस्तो हुन्छ, क्लिन टाइपोग्राफी, सटल साउन्ड डिजाइन र ब्ल्याक एन्ड व्हाइट एक्सेन्ट। द पोइन्ट इज नेपाली अडियन्सले धेरै जसो लो क्वालिटी ब्लग्स मात्र हेरिरहेको, सो जब उनीहरूले हाई इन्ड एडिट र क्वालिटी देखे उनीहरूको ट्रस्ट अटोमेटिक बिल्ड अप भयो। गुड एडिटिङ डजन्ट जस्ट लुक नाइस, इट बिल्ड्स अथोरिटी। च्याप्टर 3 द रिटेन्सन सिक्रेट र सबैभन्दा इम्पोर्टेन्ट रिटेन्सन। इन डेप्थ स्टोरीले भिडियोको स्टार्टिङको 30 सेकेन्डमा एउटा प्रब्लम क्रिएट गर्छ, त्यो सल्भ गर्न एउटा भिडियोको इन्डसम्म वेट गर्न पर्ने हुन्छ। दिस इज क्लासिक साइकोलोजिकल ट्रिगर। इङ्ग्लिस टेक्निकल टर्म्स युज गर्ने तर एक्सप्लेन गर्न चाहिँ सिम्पल नेपालीमा गर्ने। यसले गर्दा मोडर्न नेपाली युथलाई भिडियो रिलेटेबल लाग्छ। युट्युबमा भाइरल हुन र्यान्डमली पोस्ट गरेर हुँदैन। यु निड टु डिकोड द अल्गोरिदम, द्याट्स व्हाई आई क्रिएटेड द च्यानल डिकोड दाइ। आजको भिडियो युजफुल लाग्यो भने डोन्ट फर्गेट टु हिट द सब्सक्राइब बटन। आजको लागि यति नै, थ्याङ्क यू।